सँगसँगै जाँदैछन् हाम्रा पुर्खाहरू पछि पछि पछ्याएर दिनै पछि त बानी भएछ हिजो पनि खुवाउनु भयो आज पनि खुवाउनु भयो दिनै पछि खुवाउँदा बानी पो भएछ हाम्रा पुर्खाहरू त नातिनीको बर्थडेमा पनि खुवाइदिँदै हुनुहुन्थ्यो ल त खाऊ उताबाट गाई आयो गाई 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 हाल्ला नै गाईले लु खाऊ लु उता हान्नु आयो क्या उता हिँड्नु न यता मन्दिरपट्टि हिँड्नु न मन्दिरपट्टि हिँड्नु न उतापट्टि त्यहाँ खाँदैछन् उता हिँड्नु न अन्त गरिदिन्छु क्या खाइसकिहाल्छन् नि के राख्छन् र अब त्यो त सहनु पर्यो नि गाउँमा त यत्रो पालेका छन् ओ यहाँनिर विभिन्न मन्दिर आएको हुँदैछ ल त्यता दिदी जस्तो गर्ने यतापट्टि यता अलि ओर सब बिस्कुट त झन् हारालु सके सब कतिवटालाई दिएर सक्नु छ बिस्कुट लु अरे खुट्टातिर आउला नै हातै खोसिदिने खाऊ 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 बाबु खाऊ आज वैशाख 15 गते फेरि पनि खाऊला आज खाऊ अब फेरि अर्को वर्ष पनि खाऊला अब एक वर्षलाई ल ल नजुदी खाऊ ए बाबा आयो हान्ने नि यही चाहिँ आउँदो रहेछ अगाडि म त डर लागिसक्यो क्या देखि त रामधुनी मन्दिरमा पनि यिनीहरूलाई चाहिने छ हाम्रा पुर्खाहरूलाई चाहिने गरेर बसेका छन् ल आज मेरो ह्याप्पी बर्थडे 51 पुगेर 52 वर्ष लागेको उपलक्ष्यमा यस्तै सामान्य यसो पशु पक्षी त हाजु न मन्दिरतिर आएर यसो मनाइयो सबैमा राधे राधे